हेलो साथीहरू सबैजनामा नमस्कार। मैले चाहिँ भिडियो हिजो यसरी स्टार्ट गरेको थिएँ। मैले सोचेको थिएँ लामो भिडियो लिन्छु र युट्युबमा पोस्ट गर्छु भनेर, तर अब विभिन्न कारणहरूले गर्दा त्यो गर्न सकिनँ। अनि त्यसपछि सानो सानो क्लिपहरू थियो, त्यसैलाई एड गरेर यसरी भोइस ओभर गर्दैछु। आज चाहिँ म पहिलोपटक आलु र काब्राको तरकारी ट्राई गर्दैछु। अनि आलु र काब्राको अचार त अब सबैजनाले खाइरहेकै हो, खाइन्छ पनि, तर मैले चाहिँ तरकारी बनाउँदैछु। सुरुमा चाहिँ यसरी काब्राहरू लिएँ। अनि यो चाहिँ भाउजू र नानीले टिप्नुभएको काब्रा हो। अनि काब्रा लिइसके पछाडि मजाले धोइसके पछाडि आलुहरू अब के राख्नुपर्ने कुराहरू सबै काटिसकेको थिएँ मैले चाहिँ। अनि त्यसपछि गएर मैले चाहिँ मेथी अनि ज्वानो, जिरा, प्याजहरू फुराएर आलु पनि मजासँगले भुटिदिएँ। अनि यस्तो डर लागिरहेको थियो, फेरि मलाई मिठो पो नहुने हो कि कस्तो बन्ने हो भनेर म चाहिँ डर पनि लागेको थियो। अनि कस्तो बन्ने होला भनेर आतुर पनि थिएँ। अनि त्यसपछि अब किनभने चाहिँ पहिलोपटक ट्राई गर्दै हो नि त यो आलु र काब्राको तरकारी। अनि मजाले पानी राखेर पकाएँ। अनि पकाइसके पछाडि तरकारी यस्तो भएको थियो। तर अब हामीले चाहिँ अब अमिलो यस्तो खाने तरकारीहरू खानेहरूको लागि चाहिँ मिठो भएको थियो, मिठो नै भएको थियो। मलाई चाहिँ मन पर्यो। अब तपाईँहरूलाई नि मन छ भने ट्राई गर्नुहोस् ल। धन्यवाद।